यहाँ आऊ के भयो भन त के भयो भन त तिमीलाई दिदी भाषा जानु मन लाग्यो हो जाऊ तिमी नआऊ ल तिमी नि अबदेखि नआऊ ल घर दिदीलाई बोलाउने हो किन बोलाउनु पर्यो त्यसलाई त्यो दिदी होइन तिम्रो अब तिमी एक्लै बस्ने हास तिमी र मामा मात्र बस्ने हास त्यो तिम्रो दिदी होइन है त्यस्तो ब्याडलाई दिदी भन्छ है भन्न त्यस्तो ब्याडलाई दिदी त्यस्तो ब्याड तिम्रो दिदी हुन्छ त्यस्तो ब्याडलाई दिदी भन्छ भन्नु पर्दैन त्यसलाई दिदी त्यो तिम्रो दिदी होइन मामा अर्को बुइनी पाइदिन्छ हस् हुन्छ त्यसलाई घरबाट निकालिदिनु अनि मामा अर्को बुइनी पाइदिन्छ हुन्छ किन दिदी पाइदिने म अर्को दिदी पाइदिन्छु त्यसलाई घरबाट जानिदिने हस् त्यसलाई निकालिदिने ल किन यतै राख्ने अनि त्यसले भने मान्दैन अनि के गर्ने त भन त त्यसले होमवर्क गर्दैन भने मान्दैन मामुलाई दुःख दिन्छ अनि के गर्ने भन त के नगर्ने गर्नुपर्छ नपढे नै होस् नपढे नि छोडिदिने अनि पढ्दैन लेख्दैन अनि के गर्नु त भन त मामुले भने नि मान्दैन खालि मोबाइल हेरिबस्छ दुःख दिन्छ अनि के गर्ने भन त निकालिदिनु हुन्न हुन्छ घरबाट निकालिदियो के काम त्यस्तो अर्को आइहाल्छ नि हुन्छ म अर्को लिएर आइदिन्छु हुन्छ संस्कृतिलाई घरबाट निकाल्दैन म अर्को नयाँ राम्रो ज्ञानी दिदी आइदिन्छु ल हुन्छ संस्कृति चाहिन्छ किन चाहियो त को हो त त्यो दिदी हो के भयो के गरे दिदी लिएर आयो किन लिएर आएको त्यसलाई बाहिरै छोडिदेऊ जो ल त्यसलाई निकालिदेऊ घरबाट त्यो कोही पनि होइन को हो त्यो संस्कृति हो संस्कृतिको संस्कारै छैन अनि भने त मान्दैन अब जाऊ सम्झाऊ त त्यसलाई जाऊ गर गाली गर के गर्नुपर्छ भन जाऊ गाली गर जाऊ घरमा बस्न मन छ भने भनेको मान्ने मामुलाई दुःख नदिने होमवर्क गर्ने भन जाऊ जाऊ राजा जाऊ गर भन त जाऊ घर सम्झाऊ ल जाऊ दिदीलाई सम्झाऊ ल हस् ल सम्झाऊ अनि संयोग बाबु घर बसेपछि मामुली भने मान्नुपर्छ है पर्दैन सान भाइ मेरो छोरीले त भने मान्छ है संयोग त ज्ञानी छ है हो कि होइन संयोग मामुली भने मान्छ है मान्दैन अनि दिदीलाई सम्झाउ न त अबदेखि मामुली भने मान्ने भयो घर बस्छ नबस्ने भयो नमान्ने भयो जाऊ घरबाट भन्देऊ नि त के भनेर सम्झाइदेऊ त सम्झ्यो तिमीले दिदीलाई ल्याएको हो कि होइन अनि किन लिएर आएको त्यो बाहिर बस त्यसलाई निकाले मान्छेलाई किन घर ल्याएको त त्यसलाई त मामुले घरबाट निकाल्दै हो नि त जाऊ निकाल्देऊ नि त नभए हुन्छ अनि नत्र भने सम्झाऊ घरमा राख्ने भए तिमी आफै अनि अरू के भनेर सम्झाउने सम्झाऊ
निकालिदेऊ त्यसले भने मान्दैन निकालिदेऊ समय संयोग निकालिदेऊ त्यसलाई त्यसले भने मान्दैन खोइ त तिमीले भने हस् भन्यो त त्यसले हस् भन्यो हुन्छ म मान्छु भन्यो त्यसले मैले हुन्छ म मान्छु भन्यो तेरो दिदीले अनि मानेन त अब निकालिदेऊ घरबाट खोइ त गरे होमवर्क मानिसक्यो अब